सो हेलो गाइस, गुड मर्निङ। त आज चाहिँ हामीले यो जेब्रा फेन्स त हैन, यसलाई व्हाइट भन्छ, स्नो व्हाइटको फेन्सको प्रोग्रेसहरु के छ हेर्ने छौं है त। सो मसँग चाहिँ जेब्रा फेन्स 4 पेयर छ, फुल एडल अनि अंडा बच्चा पनि दिने वालाहरु हो। एकचोटी हेरौँ है त के छ है यिनीहरुको भित्र है त। ल जाम है त, यो भित्र के छ देखियो त। कतिवटा अंडा छ? 6 वटा अंडा रहेछ यसमा। यसमा के छ? यसमा देखिएन त। यसमा 4 वटा रहेछ। मैले मड्का चाहिँ बाहिर निकालेर हेरेँ। यसमा 4 वटा हो हैन, अहिलेकोमा 6 वटा अनि अरु पनि छन्। हेरौँ है त, अरु पनि यतापट्टि छ, अरु यहाँ छन्। अब हामी यता हेरौँ। बच्चा आइसकेको छ, कतिवटा सबै आयो। 4 वटै बच्चा आइसकेछ। यो चाहिँ जेब्रा कलरमै हो, यो कलरमा जेब्रा कलरको भाले हो र यो व्हाइट क्रस चाहिँ पोथी हो। यो पनि राम्रै क्वालिटीको भनिन्छ। सो हामी फेरि अर्को हेर्ने छौं। ओहो, बच्चा आइसकेछ। ल 4 वटामा 2टा बच्चा आएछ हैन, 2टा चाहिँ 4टा चाहिँ बाँकी रहेछ अनि 2टा बच्चा पुरा व्हाइटमा आइसकेछ। सो थ्यांक यू, धेरै धेरै धन्यवाद है मेरो साथी। अनि यो फिमेल हो, साइडको एकदम राम्रो छ। अनि यो मेल, यो माथि मेल भित्र गइसक्यो, फेरि यो भित्रको मेल हो। फिमेल पनि एकदम एक्टिभ छ। सो गाइज, थ्यांक यू सो मच। च्यानललाई सब्स्क्राइब गर्दै गर्नु होला। मेरो भिडियोहरु अझै आउँछन्, प्लिज सपोर्ट गरौँ ल। थ्यांक यू सो मच, बाइ बाइ।